श्रेष्ठ सर्भिस थियो। दर्शकहरू कृपया खेलाडीहरू हेल्सेक गर्नु होला। कृपया दर्शकहरू यस्तो खेलाडीहरू खेलाडीहरू कृपया हात हेल्सेक गर्नुको लागि खेलाडी वार्ड नम्बर 4 खेलाडीहरू धैर्यता राख्नुहोस्। खेलाडीको अनुशासनलाई पनि पहिलोपटक प्राथमिकता राखिन्छ। विपक्षी खेलाडीसँग हेल्सेक गरेर खेल पुग्याउनु पर्ने हुन्छ। यो आजको हाम्रो रमाइलो जित पनि सबैभन्दा राम्रो हो नि। सोझो सेटमा चाहिँ जित्न सफल भएको छ र गल्सी गाउँपालिका अन्तर्वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2065 को चाहिँ अन्त्य पनि भएको छ। विजेता वार्ड नम्बर 4 को दुई टिम र सफल र विजेता गल्सी गाउँपालिका वार्ड नम्बर 6 को टिम र दुईटै टिमलाई हार्दिक धन्यवाद।